यो कमजोरी कहाँबाट आयो, यो बदमासी बेइमानी यो एडिक्सन कहाँबाट आयो? मिलेन कुरा। सबै हामीलाई लाग्छ त्यही कुरा। अब यसलाई अलिक केलाउनुपर्छ। मन, बुद्धि, अहङ्कार, प्रकृति, पुरुष। अनि सबभन्दा बोक्रामा छ तन। यो बोक्रा तन हो। तनभित्र मन छ, मनभित्र बुद्धि छ, बुद्धिभित्र अहङ्कार छ, अहङ्कारभित्र प्रकृति छ र प्रकृतिको पर सूक्ष्म रूपमा पुरुष छ। यो पुरुष भनेको चेतना, यो पुरुष भनेको आत्मा, यो पुरुष भनेको ब्रह्म, यो पुरुष भनेको ईश्वर। नाम धेरै छन् तर सबै विभिन्न नाम एउटै कुरा, त्यही ब्रह्मलाई, त्यही आत्मालाई, त्यही परमात्मालाई चिनाउने नाम हो।